हेलो साथीहरू, आज हामी चाहिँ साग टिप्ने भनेर साग खान जान लागेको है। हामी यहाँबाट जाँदैछौँ। माथि पाइन्छ अरे साग। कति धेरै ऐसल पाकेको रहेछ त यहाँ। ए खाम न एकछिन। ल हुन्छ। आहा, गोलीको साग। हामी चाहिँ यसलाई गोलीको साग भन्छौँ। खासमा हामी त गोल्फे साग भन्थ्यौँ, तर फेरि यता भेडातिर चाहिँ गोलीको साग भन्ने रहेछन् क्या। हजुरहरूकोतिर पनि पाउँछ होला सायद यो साग। अनि यो चाहिँ सिमे साग। सिमे साग गाउँको रोटीसँग बहुत राम्रो हुन्छ क्या है। कस्तो राम्रो हुन्छ नि फेरि यो साग त। शनिबार फेरि आउने ल। यस्तो राम्रो यो पुरै गोल्फियाको साग हो। खोइ कति धेरै छ नि। साथीहरू, हजुरहरूलाई भने आजको भिडियो के कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै कमेन्ट बक्समा लेख्न नभुल्नुहोला। साथै दिपा जिज्ञासु युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। हवस् त साथीहरू।